नमस्ते, उहाँ सुदन गुरुङ ज्यू जो एनजिओ हामी नेपालका फाउन्डर र जेनजी मुभमेन्टमा लिड रोल खेल्नुहुने उहाँले के भन्दै हुनुहुन्छ भिडियो मार्फत एकैछिन सुनौँ है। सबै डराइसक्यो नेपाली जनतासँग डराएको हो क्या यो, तपाईहरुसँग डराएको। कुनै दिन थियो तपाई भन्नु नेपाली जनतासँग नेपाल सरकार डराएको? कुन दिन थियो मलाई भन्नुस् अहिलेसम्म? हामी जन्मेर यत्रो ठुलो भइसक्यौं, कुन दिन चाहिँ थियो कि हामी नेपाली जनतासँग डराएको थिएन? यो सबसे ठुलो उपलब्धि हो। नेपालको इतिहासमा पहिलो चोटी डराएको छ सरकार। नेपालको इतिहासमा पहिलो चोटी कर्मचारीहरू डराएको छन् नेपाली जनतासँग। नेपाली जनताले आवाज उठाउनु पाएछ, नेपाली जनताले मन्त्रीलाई तैँले के गरिस् भनेर भन्नु पाएको छ। यो सबसे ठुलो नेपालको उपलब्धि, अहिले हाम्रो आन्दोलनको उपलब्धि, यो जेनजीको उपलब्धि हो। तपाई हाम्रो नेपाली नागरिकको उपलब्धि हो र यो उपलब्धिलाई कायम राख्नको लागि तपाई हामी अझै लड्नुपर्छ। लडौं, अन्तिमसम्म लडौं। जबसम्म लडौं तबसम्म लडौं कि जबसम्म हाम्रो देश बन्दैन तबसम्म लडौं। अझै लडौं, भात नखाऊँ नसुतौँ त्यसको लागि तर लडौं। यही नै हो आखिरी अन्तिम लडाई। आर की पार हो। सिकाएको पाठलाई हामी सिक्छौं र कुनै दिन त्यही उनीहरूले बनाएको नियम कानून अनुसारमा उनीहरूले भित्र छोड्ने हो। त्यही भएर समय लाग्छ, अलिकति धैर्य धारण गर्नुपर्छ। हामी सबैजना मिलेर अलिकति समय लाग्छ यसमा। किन लाग्छ भनेर भन्नुहुन्छ भने 80 वर्षसम्म बिगारेको छ, कति भद्रगोल बनाएछ। जलेको भन्दा भित्र यिनीहरू खोक्रो छ, भित्र जल्या छ यिनीहरू। यो कुरा तपाईले सिंहदरबार बाहिरबाट बुझ्नु जरुरत छ र यो बनाउनु तपाईको एकै महिनामा डाङडुङ पारेर ल अब देश नयाँ सरकार आयो, अब देश डाङडुङ बनाउने हरेक नेपालीको जिम्मेवारी हो। टोलमा गएर तपाईको सरकार भएर फाइल निकाल्न सकिँदैन। त्यहाँ कुन ठाउँमा टेन्डरमा घोटाला गरेछ सकिँदैन र यो कुरा निकाल्न, र यो सरकार आफै जान्छ र हरेक नागरिक पार्टिसिपेट भयो भने तपाईको भ्रष्टाचार हुन्छ र डराउँछ त यिनीहरू। र तपाईहरुले उहाँको भाषण सुनिहाल्नु भयो, कुरा कस्तो लाग्यो त प्लिज कमेन्ट गर्नु है।